मानिस शरीरमा संसारमा चाहिँ रहँदाखेरि उसमा धेरै कमी कमजोरीहरू चाहिँ हुन सक्छन्, जसले गर्दाखेरि चाहिँ उसको वरिपरि रहेको वातावरणमा धेरै असर पुग्ने गर्छ। आज म तपाईँहरूको बिचमा किन मानिस कमजोर हुन्छ र के कारणले चाहिँ मण्डली अर्थात् ख्रिस्टको मण्डली हामी विश्वासी किन कमजोर हुन्छौँ र हाम्रो मण्डली किन मर्दछ त भन्ने विषयमा रहेर 7वटा कारणहरू म तपाईँहरूको बिचमा बोल्न गइराखेको छु। नम्बर 1, यदि तपाईँ हामीमा कुरा काट्ने आनी बानीहरू छ भने त्यसले चाहिँ हाम्रो मण्डली अथवा हामीलाई मार्दछ। दोस्रो कुरा चाहिँ निन्दा गर्ने कुराहरू छन् भने हामी त्यो कुराबाट चाहिँ बचौँ। त्यो निन्दा गर्ने कुराले पनि मण्डलीलाई तहस नहस पुर्याउँछ। अर्को ईर्ष्या गर्ने कुराहरू, डाह गर्ने कुराहरू, तुलना गर्ने कुराहरूले पनि हाम्रो मण्डली अथवा हामी चाहिँ कमजोर बन्न सक्छौँ। प्रतिस्पर्धा स्वस्थ प्रतिस्पर्धा होइन तर अस्वस्थ प्रतिस्पर्धाले पनि हाम्रो दैनिकीमा असर पुर्याउँदछ। त्यस्तै गरी घमण्डका कुराहरूले पनि हामी मर्न सक्छौँ, हामी कमजोर बन्न सक्छौँ, हामी तहस नहस हुन सक्छौँ। अन्तिममा चाहिँ लोभको कुराले चाहिँ धेरै मानिसहरूमा चाहिँ कमी कमजोरी आउन सक्छन्। त्यसले मण्डलीमा, समाजमा, परिवारमा पनि असर पुर्याउन सक्छ। यी बानीहरूबाट हामी जोगियौँ भने हामी स्वस्थ मण्डली, स्वस्थ वातावरण, स्वस्थ परिवार, स्वस्थ समाज हामी निर्माण गर्न सक्छौँ। थ्याङ्क यू।